नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई वृद्धाश्रम भनेको प्रति असन्तुष्टि जनाएका छन्। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै जेनजी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा हत्या गर्नेले आफूलाई वृद्धाश्रम भनेको भन्दै आक्रोश पोखे। ओलीले सोमबार एक कार्यक्रममा बोल्दै नेकपालाई वृद्धाश्रमसँग तुलना गरेका थिए। त्यसको जवाफ दिँदै प्रचण्डले भने जेनजी युवाहरू भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, जसले युवाहरूलाई सम्मान गरेको छ। अब जेनजी युवाहरूले बिस्तारै बुझ्दै जान्छन्, प्रचण्डले भने। प्रचण्डले एमालेको वर्तमान नेतृत्वले मदन भण्डारीलाई बदनाम र अपमान गरिरहेको समेत बताएका छन्। एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोसिस गरिरहेको छ, प्रचण्डले भने। पूर्व राष्ट्रपति तथा मदन भण्डारीकी जीवन संगिनी विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारी ठगीको आरोप लागेको थियो, 4 वटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे। यो भन्दा अपमान अरु के हुन सक्छ, प्रचण्डले प्रश्न गरे। उनले एमालेमा रहेका नेता कार्यकर्तालाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन आह्वान समेत गरेका छन्। विद्यालाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुनै सक्दैन, उनले थपे। एमाले भित्रका इमानदार देशभक्त वामपन्थीहरूलाई म आह्वान गर्छु, इतिहासको यति ठूलो धोका महसुस गर्नु भएकै होला। तपाईहरू समेत विशाल शक्ति निर्माण गर्ने महान उद्देश्य सहित यो एकता अघि बढाइएको हो। यो एकीकरण प्रक्रियामा सबै सामेल हौ, प्रचण्डले भने।